खोइ दाइ तपाईले सिस्नु मन पर्ने कि नै? मन पर्छ नि, मैले खाछु त योभन्दा अघि पनि खाछु। अनि यो सिस्नु चाहिँ कसले पकाउने हो, तिमीले कि? मैले पकाउँछु, मलाई आउँछ नि सानैदेखि हामीले यही खाएर हुर्केको हो र? हजुर। अन्तत साथीको छोराको न्वारन पूजामा भेटिएकी बहिनी रेखाको घरमा यति बेला म आइसकेको छु। तपाईलाई आज अर्ग्यानिक सिस्नु मिठो तरिकाले पकाएर खुवाउँछु है। ल ल ल, अनि यो सिस्नु टिप्दै एउटा मिठो गीत दर्शकहरूको लागि पनि जाओस् न है। सुरुमै खतरा खाले रेलको ढोका बन गाउँछ है। हुन्छ। गयौ तिमी छाडे मै बसौला काटेर हो घाँस दाउरा रेलेको ढोका बन नसम्झे हो मायाले सम्झे नसम्झे हो मायाले सम्झे रुन्छ मन। म त चस्से पार्यो नि, चस्से पार्यो नि, चस्से पार्यो। के हुन्छ यहाँ, हेर्नु यस्तो गरिदिए यी के साँच्चै हो कि? पारी हेर न, त्यो के हो? ऊ त्यो माथि त्यो डल्लो डल्लो फर्सी, हामीले त कपेली भन्छौँ। वाउ, मलाई त फर्सी एकदमै मनपर्छ। हो, जाने हो? जाम। टिप्न? टिपम। त्यो कसको? सिस्नु पनि खाउँछु, कपेली पनि खाउँछु। कसको हो त्यो? हाम्रै हो। हो? हजुर। वाउ, मलाई त फर्सी पनि एकदम मनपर्छ नि। हो, यो पकड्नु म टिपिदिन्छु तपाईको लागि स्पेशल है। ल ल, तिमी सक्छौ त्यहाँ जान? सक्छु। गाउँका मान्छे हैन, अलि बल्ल्या हुन्छन् के। एउटा मात्र टिप? एउटा मात्रै? राम्रोसँग है। 3-4वटा छ। 3-4वटा छ? ठुलो टिप्दिन कि सानो सानो होला हेर्छु है। सानो सानो टिप, धेरै ठुलो पनि नै। टिप्छु। आज म दाइलाई मिठो फर्सीको तरकारी र सिन्कीको तरकारीसँग भात खुवाउँछु। मेरो घर जान्न भन्नुहुन्थ्यो, खुब सधैँभरि याद आओस् न, सधैँभरि आइराख्नु मन लागोस्। फाल्दिउँ? ल फाल्दिउ। पकाउन सक्नुहुन्छ? एकछिनै। सक्नुहुन्न होला, गरुङको ह। खै ल फाल त, सक्छु। ओइ फेरि पोल्यो, यहाँ रहेछ सिस। जा कतै सिस्नै छ तिम्रो घरमा त। तिम्रो पाउले भुइँ कहिले टेक्दैन, मेरो घरले घाम पानी छेक्दैन, मायालुले मलाई त सहरिया भन्छ। हिलो भन्न पाउँदैनौ, धुलो भन्न पाउँदैनौ, उकाली र ओह्राली सँगै गर्ने मन छ, उकाली र ओह्राली सँगै गर्ने मन छ। कस्तो मिठो स्वर। दर्शकवृन्द, यति बेला म पहाडमा आएको छु, दाङको पहाडी भेगमा आएको छु। निकै नै लामो यात्रा गरिसकेपछि हामी यहाँ आएका छौँ र मेरो ठ्याक्कै पछाडि तपाईँले देखिरहनु भएको त्यो पहाड स्वर्गद्वारीको एरिया, प्युठानको स्वर्गद्वारी भनेपछि हामी दाङको निकै नै माथिको भेगमा आएका छौँ। हाम्रो पछाडिको भाग चाहिँ प्युठान हो, यतातिरको भाग चाहिँ रोल्पा रुन्टीगढी भनेपछि 3 जिल्लाको सङ्गम स्थलमा नजिक हामी छौँ। र हाम्रो पछाडि स्वर्गद्वारी प्रभु महाप्रभु हुनुहुन्छ। हामी यहीँबाट दर्शन गऱ्यौँ है स्वर्गद्वारी महाप्रभुलाई। चिसो भयो है दाइ? कस्तो चिसो है, हावा चल्दो रहेछ नि यता त। हजुर, हावा चलेन भने चाहिँ खासै चिसो हुँदैन। मलाई त धेरै जाडो, म त यो लगाउनु पर्यो ज्याकेट। ल तिमीसँग थोरै कुराकानी पनि गरौँ है, त्यसपछि पकाएर खाने कुरातिर ध्यान दिउँ। ल कता बस्ने, के गर्ने? यति बस्छौँ न।
कस्तो लागिरहेछ सुरुमा चाहिँ म यहाँ तिम्रो घरमा आएँ नि कस्तो लागिरहेछ एकदम धेरै खुसी लागिरहेको खुसीले आँसु आउला जस्तो सपना थियो मेरो दिनरात सपना देखिरहेको थिएँ कि रातमा मात्रै होइन दिनमा पनि सपना देख्थेँ दाइ मेरो घर आएर मेरो इन्टरभ्यू लिइदिए मात्रै जस्तो हुन्थ्यो आज त एकदम धेरै खुसी छु त्यो सपना नि ठ्याक्कै विपनामा परिणत हुँदा कस्तो फिल भइरहेछ भने अहिले चाहिँ ठ्याक्कै आफ्नो पालीमा आउँदासम्म चाहिँ अरूको लागि चाहिँ ताली बजाउनु पर्छ जस्तो फिल भइरहेछ कि अरूको तपाईँले अरूको इन्टरभ्यू ल्याएको देख्दाखेरि पुरा ताली बजाएर बस्ने मात्रै हुन्थ्यो नि त म अनि अहिले चाहिँ आउँदाखेरि चाहिँ त्यही फिल भयो कि मलाई चाहिँ त्यही अरूको लागि चाहिँ ताली बजाएर बस्नै पर्ने रहेछ आफ्नो पालो नआउँदासम्म चाहिँ भन्ने फिल भइरहेछ आफ्नो रियलमा पनि यस्तो हुँदाखेरि विपनामै तपाईँ घरमा आइदिँदाखेरि त कति खुसी हो कति खुसी मान्छेलाई नै उडाउँछ क्या यो हावा त ओके कस्तो हावा लाग्छ एकचोटि हामी माइक चाहिँ गरौँ है यो किनभने हावा एकदम धेरै आयो अहिले त्यो धुर आउला पनि सक्छ बहिनीको गाउँ त धेरै चिसो अनि हावा पनि एकदमै धेरै चल्ने रहेछ हामी उता बसेर अन्तर्वार्ता लिँदै गर्दा नसकेर हावाले नै मान्छे नै उडाउला जस्तो भइसकेछ हामी यतातिर आएर पछाडितिर आएर अन्तर्वार्ता सुरु गर्दैछौँ सुरुमै चाहिँ एउटा मिठो गीत गाइदिनु है बहिनी हुन्छ अलिक पुरानो गाउँ चाहिँ एकान्छा ठट्टे माया एकदम ल एकान्छा ठट्टे माया बैस जान लाग्यो जाँदैन बाचा खेर पर्खालिन आउला एकान्छा ठट्टे माया बैस जान लाग्यो जाँदैन बाचा खेर पर्खालिन आउला अन्तरा पनि भयो ल ठिक छ अरू गीतहरू पनि गाउनुपर्छ होइन एउटै गीत मात्र गाह्रो भएन अब थोरै कुराकानी गरौँ अनि थोरै गीतहरू सुनौँ हस् अनि बाबा मम्मीसँग चाहिँ कतिखेर भेट गरौँ नि बाबा मम्मीसँग अब गराउँछु अब एकछिनमा होइन हाम्रो बाबा मम्मीसँग पनि भेट भएको छैन हामीलाई यति हतार थियो कि साँझ पर्न आँटेको छ अन्तर्वार्ता नै छिटो भ्याउने भनेर अनि फेरि खाना पनि खानुपर्ने छ होइन खाना खाने त्यो तयारी त भइसक्यो सिस्नो अनि अर्को फर्सी अनि आटो सबै आटो भात दुइटै खाने हो भातसँग चाहिँ अरू खाने आटोसँग चाहिँ सिस्नो खाने मेन गरी ल अनि लोकल कुखुरा कहिले खाने लोकल कुखुरा र भात खाने लोकल कुखुरा कहिले भोलि कि आजै भोलि बिहान खाने भोलि बिहान लोकल दिन खानुहुन्छ त अनि आज हामी यही बस्ने बस्ने हो र भोलि फेरि शिवरात्रि होइन हजुर ओके अब फेरि एउटा गीत सुनौँ है ल रातैभरि निन्द्रा छैन रातैभरि निन्द्रा छैन आँखा झिमी झिमी यसो आँखा जोड्यौ भने सपनीमा तिमी बस्यौ अलगै यता जौवन ढल्क्यौ ढलकाई यता जौवन ढल्क्यौ ढलकाई एकठै जौवन ढल्क्यौ ढलकाई अनि बहिनीसँग मेरो अस्ति भेट हुने बेला साथीको घरमा होइन साथीको छोराको न्वारानको दिन भेट भयो त्यो दिन भेट हुने बेला चाहिँ बहिनीले चाहिँ लोकगीत गाउनु नहोला भन्ने फिल भएको थियो मलाई किन आधुनिक गीत मात्रै सुन्नु भएको थियो आज फेरि लोकगीत धेरै सुन्न पाइयो एउटा फेरि आधुनिक गीत सुनौँ न है घुमी घुमी हुन्छ घुम्न पर्छ किन म यसरी पर्दैन घुमी घुमी झर्यो ओरालीको बाटो बोकी आउनु एक मुठी माया रेताई आउनु साटो रेताई आउनु साटो नि
लाउनु छाडे कि टोपी बोल बोलेको साटो बोल बोलेको साटो निरिमै बोल बोलेको साटो। ओहो यो अन्तर्वार्तालाई चाहिँ हावाले बहुत अवरोध गर्ला जस्तो छ। अघि त्यता हावाले मान्छे नै उडाउला जस्तो भएर यता आइयो होइन, अहिले यता पनि छिरिसक्यो क्या, कता कता आइसक्यो होइन। फेरि एकचोटि त्यो हामीले यो चेक गरौँ है, माइक चेक गरौँ किन ल। सुर एकदम मिठो छ बहिनीको होइन। विशेष गरी बहिनीले चाहिँ मेरो घरमा जसरी पुग्दै हुन्थ्यो भन्ने त्यो एउटा इच्छा राखिसकेपछि होइन, दर्शकहरूको पनि चाहना भयो बोजाजी एकचोटि जहाँ गइदिनु, बहिनीको घरसम्म पुगिदिनु भनेको भए भएर म चाहिँ तपाईँको घरसम्म आएँ होइन। अनि गीत पनि सुन्दैछु होइन, केही कुराकानी पनि हुँदैछ है। अब केही कुराकानीलाई पनि जोड दिउँ, जस्तो कि अब घरमा चाहिँ को हुनुहुन्छ, मम्मी बाबा बाहेक अरू को? मम्मी बाबा हामी चाहिँ धेरै नै हौँ, 8 महिना हो हामी चाहिँ खासमा। अनि दिदीहरूको चाहिँ बिहे भयो, दाइहरूको पनि बिहे भयो, छुट्टिनु भयो। अनि एउटा बहिनी थिए, बहिनी पनि बिहे गरेर गई, पढ्न पाइन उसले चाहिँ। अनि भनेपछि रेखाको त बिहे भएको छैन नि? छैन, म त पढाउन सक्दैन हुनुहुन्थ्यो बाबाले। अनि म त जबरजस्ती म त जसरी भए नि पढ्छु, जे गरेर भए नि पढ्छु भनेर गएर मार्केटिङ गरेको। अनि मार्केटिङ गरेर के को मार्केटिङ? त्यो हर्बलको प्रोडक्टहरू त्यो बोकेर आफै जाने बेच्न। हजुर, कहिले गरेको थिएन, फर्स्ट टाइम त्यति बेला गएर 81 गएर अनि त्यस्तो काम गरेको। खाने बस्ने केही ठेगानै थिएन त्यति बेलासम्म। पछि बुवाले पढाउन सक्दैन भनेपछि चाहिँ सहर छिरेको हो, घोरै गएको यहाँबाट। अनि अहिले चाहिँ के गर्दै हुनुहुन्छ तपाईँले? अहिले म त्यही मार्केटिङ फिल्डमै छु, तर अहिले चाहिँ पढेँ मैले, 11-12 पनि पढेँ। 1 वर्ष ग्याप राखिसकेपछि 11-12 पढेँ अनि BBS पढ्दैछु, रनिङ हो। अहिले BBS पनि पढ्दै हुनुहुन्छ? आफैले हो, मतलब आफै कमाउँदै पढ्दै मार्केटिङ नै गरिरह हो अहिले पनि? अहिले चाहिँ के को मार्केटिङ गर्नुहुन्छ? अहिले त अलि सहज भाषा पहिला भन्दा अहिले चाहिँ चक्लेटको मार्केटिङ गर्छु। पैसा कस्तो राम्रै हुन्छ, ठिकै हुन्छ, कति हुन्छ? खासै ठिकै त के भन्नु र, पुग्दैन। अब एक्लै भइदा भए पुग्ने हुन्थ्यो। घर पनि हेर्नुपर्छ, घर बाबा पनि अलि बाबा पनि बुढो हुनुहुन्छ, भाइको चाहिँ खुट्टा भाँचेर अनि त्यस्तै छ, त्यो पनि हेर्नुपर्छ। अनि त्यही भएर कहिलेकाहीँ महिनामा कहिलेकाहीँ होइन, महिनामै मैले घर यति चाहिँ पठाउनुपर्छ है भनेर अनि छुट्टाएर चाहिँ राख्नुपर्छ। अनि कोठा भाडा तिर्नु पऱ्यो, महँगाई त्यस्तै छ। कस्तो ज्ञानी है रेखा त। रेखाले आफूले कमाएर पढ्दै पनि हुनुहुन्छ, सँगै घर परिवार पनि हेर्दै हुनुहुन्छ। हजुर। अनि छोराहरू पनि छन् होइन घरमा? दाइ भाइ पनि हुनुहुन्छ भन्नुभयो, छुट्टिनु भएको छ। हजुर। भनेपछि अहिले घर परिवार सबै हेर्ने नै रेखाको काँधमा हो, सबै जिम्मेवारी नै रेखाको काँधमा हो? हजुर। पहिले त बाख्राहरू थियो, अनि काम गर्न नै सक्नुहुन्थेन मम्मीले, बाबाले काम गर्न नै सक्नुहुन्थेन। अनि बेचिदिने भनेर बाख्रा चाहिँ बेचेको धेरै नै थियो, अनि त्यहीबाट पनि आम्दानी हुन्थ्यो। अनि बाख्रा चाहिँ बेच्यो, अहिले चाहिँ थोरै त्यहीबाट नि हुन्थ्यो। अहिले गाह्रो भइरहेछ। दाइहरूले पनि हेर्नुहुन्छ, तर आफ्नो फ्यामिली पनि छ उहाँहरूको, त्यो पनि हेर्नु पऱ्यो। बालबच्चा ठुला छन्, उहाँहरूलाई नि पढाउनु पऱ्यो। अनि बाबाले अहिले के गरिरहनु भएको छ? बाबाले केही पनि गर्नुहुन्न, यत्तिकै बस्ने, गाई बाख्राहरू भैँसीहरू हेर्ने, त्यही हो। हामी सानो छँदा चाहिँ दुःख थिएन, अलि ठुलो भएपछि दुःख भयो। हामी सानो हुँदाखेरि बाबा उभेली हुनुहुन्थ्यो नि त, अनि खेती किसानी गरेर हुन्छ, के गरेर हुन्छ, हामीलाई चाहिँ एकदम धेरै सुखमा हुर्काउनु भयो। काम चाहिँ गर्नु पर्थ्यो, तर सुखभन्दा पनि खुसी थियौँ के सानो छँदा चाहिँ। पछि चाहिँ टेन्सन थपिँदै गयो। अनि बाबाले काम गर्न छाडेपछि चाहिँ दुःख भएको छ? काम गर्न सक्ने हुनु भएन त्यसपछि। कस्तो भन्नाले के? बुढो हुनुभयो, चिसो धेरै लाग्ने, त्यस्तै। बिरामी पनि हुनुहुन्छ? हजुर। बाबा मम्मी दुइटै बिरामीको, भाइ पनि त्यस्तै। भाइको खुट्टा भाँचेको भने? भाइको रुखो जाने बेला लोटेर अनि खुट्टा भाँचेको, अपरेसन गरेको।
त्यो रड निकाल्न छ रड हालेको खुट्टा यत्रो भयो अनि त्यो रड निकाल्ने पनि निकाले होइन 6 महिना कि कतिमा निकाल्ने हुनुभयो निकाले होइन अझै 1 वर्ष भइसक्यो भनेपछि घरको सबै जिम्मेवारी रेखाको काँधमा रहेछ है रेखा एक कुराले त खुसी पनि लाग्छ बाबुआमालाई हेर्न सकिरहेको छु यतिको क्षमता चाहिँ छ है ममा गर्न चाहिँ सकिरहेको छु अलिअलि भन्ने चाहिँ खुसी लाग्छ अनि कहिलेकाहीँ चाहिँ पुऱ्याउन नसक्दा चाहिँ भित्रैबाट पिर लाएर आउँछ कहिलेकाहीँ पुग्दैन होइन कस्तो कस्तो समयमा चाहिँ नपुग्दो रहेछ चाडपर्वको बेला पुग्दैन अनि बिदा लिएर बस्नु पर्यो भने स्यालेरी कटेर आउँछ त्यो पुग्दैन अनि रेखाको सपना लक्ष्य चाहिँ के हो मेरो त बच्चैदेखि नै गायिका बन्छु भन्ने नै थियो त्यस बच्चैदेखि त जसले जे भन्यो त्यही बन्छु भन्ने हुन्थ्यो सुरुमा त मलाई वैज्ञानिक बन्नु मन लाग्थ्यो अनि पछि चाहिँ गीत गाइसकेँ एउटा प्रोग्राममा त्यसपछि स्कुलमा गाइसकेपछि सबैले कति राम्रो गाउँदो रहेछ भन्नु थालिसकेपछि चाहिँ गाउँछु होला जस्तो फिल भयो अनि गाउन थालेँ त्यसपछि चाहिँ गायिका नै बन्छु भनेर लागि परेको तर केही हुँदैन रहेछ सोचेर जस्तो गीत रेकर्ड भएको छैन अहिलेसम्म एउटा पनि गीत रेकर्ड भएको छैन स्टुडियोमा गएर गीत कसरी रेकर्ड गर्छन् थाहा छ त्यो थाहा छ हेरेको छु मैले केमा हेर्नुहोस् मैले प्रत्यक्ष नै हेरेको छु एउटा बहिनीको रेकर्डिङ भइरहेको बेलामा म पनि यस्तै कामले मार्केटिङको कामले काठमाडौँ जानु परेको थियो अनि त्यति बेला चाहिँ देखाएको थिएँ मैले हो हजुर अनि त्यो देखिरहँदाखेरि आफू कहिले त्यहाँ स्टुडियोभित्र प्रवेश गरेर गीत गाउने होला आँसु आएको मेरो त त्यति बेला त म कहिले यसरी गाउने होला जस्तो लाग्यो भित्र गएर सबैले कति मायाले सिकाउनु भएको त्यहाँ गीत गाउन अनि मलाई नि यस्तै कहिले आउला भन्ने जस्तो कि अब भोजराज थापा घरमै आइसक्यो अब मलाई गायक बनाउँछ गायिका बनाउँछ भन्ने त्यस्तो मनमा छ तर मैले सकिनँ भने नि त अनि त्यो मैले भनेर मात्रै हुन्न नि फेरि अवसर आउनुपर्छ अब बहिनीलाई अहिलेसम्म केही पनि अवसर छैन कतैबाट पनि अवसर आएको छैन अब के गर्ने त अब अवसरै आएन भने त बहिनी अरू मेहनत गर्छु फेरि हो दुःख त मान्नु न नि मैले काठमाडौँ लान सकिनँ भने मैले अवसर दिन सकिनँ भने मलाई माफ गरिदिनु है मलाई गाली नगर्नु है मलाई किनभने सबैजनालाई अवसर दिन पनि त सकिँदैन नि मतलब त्यो अवसर आउन पनि त पर्यो होइन र अब सबै काम म एउटा गायक पनि होइन सङ्गीतकार पनि होइन रचनाकार पनि होइन मलाई मेरो त्यो फिल्ड नै होइन है एउटा प्रतिभा दर्शकहरूमा देखाइदिएको छु अब यो गीत यो स्वर तिमीलाई अब कसैले मन पराएर त्यो अवसर दियो भने ओके त्यस्तो अवस्थामा त म काठमाडौँ लान तयार छु हुन्छ बाटो हेरौँ न है बाटो हेरौँ प्रतीक्षा गरौँ तर पिर चाहिँ मान्न पाइँदैन है जस्तो मलाई चाहिँ एकदमै मनैदेखि एकदम कस्तो लागिरहेछ कि अहिले यो खै किन हो होइन अहिले यो समय नै त्यस्तै समय परेर हो कि के हो होइन अवसर अहिलेसम्म आएको छैन अघि पछि अवसर आइसक्यो हुन्थ्यो अरूहरूलाई है तिमीलाई यत्रो समयसम्म नै अस्ति थोरै ल्याएको थियो नि भिडियो होइन त्यसपछि कसैले फोन गर्छ कि भनेको खै कतैबाट नै अवसर मिलाएको छैन त्यो भएर पिर चाहिँ नमान्नु है बहिनी कति पनि पिर नमान्नु है हुन्छ अब एउटा मिठो गीत सुनौँ है अन्तिमतिर पनि छौँ हामी ल तिम्रो जस्तो मोटो मेरो पनि तिम्रो जस्तो माया मेरो पनि नबोलाऊ मलाई निठुरी भनी तिम्रो जस्तो बाधा मेरो पनि तिम्रो जस्तो मोटो मेरो पनि मिठो छ एकदम मिठो छ अब साँझ पनि पर्न थाल्यो होइन बाँकी कुरा है जति छ नि त्यो हामी भोलि कुराकानी गर्छौँ है बाबा मम्मी तिमीलाई सँगै राखेर हुन्छ
कि आज छुट्टीमा है हस् हुन्छ